हेलो साथीहरु, तपाईलाई स्वागत साझाको यस नयाँ भिडियोमा। यो भिडियोमा तपाईले चाहिँ म प्रदेश लोक सेवा कर्णाली प्रदेशले चाहिँ आज चाहिँ भेटनरी चौथो तहको विज्ञापन प्रकाशन गरेको छ। त्यसको चाहिँ पाठ्यक्रम सम्बन्धी जानकारी दिन गइरहेको छु। यो चाहिँ कर्णाली प्रदेशले चाहिँ भेटनरी चौथो तहको पाठ्यक्रम चाहिँ चेन्ज गरेको छ र त्यो सम्बन्धी तपाईलाई जानकारी दिन गइरहेको छु। साथीहरु, भिडियोलाई अन्तिमसम्म हेरिराख्नुहोला र माछामा लाइक, च्यानललाई सब्स्क्राइब र सेयर गर्न नभुल्नुहोला, किनभने यस्तै नयाँ जानकारीहरू ल्याइरहेको छु। त्यसैले साथीहरु च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथीहरु, आजको भिडियो चाहिँ स्टार्ट गरौँ। यहाँ लेखेको छ प्रदेश निजामती सेवाको कृषि सेवा, मत्स्य भेटनरी र रायपुर डेयरी डेभलपमेन्ट समूह सहायक चौथो तह न्याय मत्स्य सेवा प्राविधिक, न्याय पशु स्वास्थ्य प्राविधिक र न्याय पशु सेवा प्राविधिक तथा स्थानीय सेवाको कृषि सेवा भेटनरी र रायपुर डेयरी डेभलपमेन्ट समूह सहायक चौथो तह न्याय पशु स्वास्थ्य प्राविधिक र न्याय पशु सेवा प्राविधिक पदको खुला र आन्तरिक अन्तर सेवा प्रतिमात्मक लिखित परीक्षाको पाठ्यक्रम र परीक्षा योजना रहेको छ। पाठ्यक्रमको रूपरेखा चाहिँ यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ। प्रथम चरणमा चाहिँ लिखित परीक्षा हुनेछन्, जुन चाहिँ 200 पूर्णाङ्क हुनेछन् भने अन्तिम चरणमा चाहिँ कम्प्युटर सिप परीक्षा 10 पूर्णाङ्क हुनेछ भने अन्तर्वार्ता चाहिँ 30 पूर्णाङ्क हुनेछन्। त्यसै परीक्षाको योजना चाहिँ प्रथम चरणमा चाहिँ लिखित परीक्षा हुनेछन्, जुन चाहिँ 200 पूर्णाङ्क हुनेछ। सामान्य ज्ञान र सामाजिक व्यवस्थापन, त्यस्तै गरी अर्को रहेको छ सेवा सम्बन्धी ज्ञान। यो दुईटैबाट चाहिँ 100 पूर्णाङ्क सोधिनेछ भने उत्तीर्ण चाहिँ 40 मा रहेको छ र परीक्षा प्रणाली चाहिँ वस्तुगत हुनेछन् र सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापनबाट जम्मा चाहिँ 20 वटा क्वेशन सोधिनेछन् र 40 मार्क हुनेछन्। त्यस्तै गरी सेवा सम्बन्धी ज्ञानबाट 30 वटा क्वेशन सोधिनेछन्, जुन चाहिँ 60 मार्क हुनेछन् र समय चाहिँ 45 मिनटको हुनेछन्। त्यस्तै गरी द्वितीय पत्रमा चाहिँ प्राविधिक विषयमा चाहिँ 100 पूर्णाङ्क हुनेछन् भने उत्तीर्ण 40 रहेको छ। विषयगत सब्जेक्टिभ लिखित हुनेछन् भने छोटो उत्तर लामो उत्तर हुनेछन्। छोटो उत्तरमा चाहिँ जम्मा चाहिँ 12 वटा क्वेशन सोधिनेछन् र प्रत्येक क्वेशनको अङ्क भार चाहिँ 5 मार्कको हुनेछन् र 60 मार्कको चाहिँ छोटो उत्तरबाट सोधिनेछ भने लामो उत्तर चाहिँ भएको चाहिँ 4 वटा क्वेशन सोधिनेछ, जुन 10 मार्क हुनेछन्। मार्कको जम्मा चाहिँ सोधिनेछन्, 2 घण्टा 15 मिनटको हुनेछन्। त्यस्तै गरी दोस्रो चरण रहेको छ अन्तिम परीक्षण अन्तर्वार्ता। कम्प्युटर सिप परीक्षणमा रहेको छ पूर्णाङ्क 10 को रहेको छ। प्रयोगात्मक प्र्याक्टिकल हुनेछन् भने अन्तर्वार्तामा चाहिँ 30 पूर्णाङ्क हुनेछन् भने मौखिक सोधिनेछन्। र त्यस्तै गरी यहाँ लेखेको छ यस पाठ्यक्रम योजनालाई प्रथम चरण र अन्तिम चरण गरी 2 चरणमा विभाजन गरिएको छ। प्रथम 2 नम्बरमा रहेको छ प्रश्नपत्रको भाषा नेपाली वा अङ्ग्रेजी वा नेपाली र अङ्ग्रेजी दुवै हुन सक्नेछ। परीक्षाको भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली अङ्ग्रेजी दुवै हुन सक्नेछ त्यो भनेको छ। त्यसरी खुला र समावेशी समूहको एउटै प्रश्नपत्रबाट परीक्षा सञ्चालन हुनेछन्। त्यस्तै गरी 5 नम्बरमा रहेको छ प्रथम र द्वितीय पत्रको लिखित परीक्षा छुट्टै छुट्टै हुनेछ। दुवै पत्रको परीक्षा एकै दिनमा वा छुट्टा दिनमा लिन सकिनेछन्। त्यस्तै गरी 6 नम्बरमा रहेको छ प्रश्नहरू गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बाबत 20% अङ्क कट्टा गरिनेछ, तर उत्तर नदिएमा त्यस बाबत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन। यदि तपाईले चाहिँ वस्तुगत कुनै पनि वस्तुगत प्रश्नको गल्ती उत्तर दिनुभयो भने त्यसको चाहिँ 20% चाहिँ भएकोबाट तपाईले चाहिँ तपाईले चाहिँ उत्तर नदिइकन छोड्नु भयो भने तपाईको चाहिँ कुनै पनि अङ्क काटिने छैन त्यो भनेको छ। 7 नम्बरमा रहेको छ बहुवैकल्पिक प्रश्नहरू कुनै परीक्षामा मोबाइल फोन, स्मार्ट वाच, क्याल्कुलेटर जस्ता सामग्रीहरू प्रयोग गर्न पाइने छैन। त्यसरी 8 नम्बरमा रहेको छ विषयगत प्रश्नहरूको हकमा चाहिँ तोकिएको अङ्कमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका 2 वा 2 भन्दा बढी भाग वा एउटा प्रश्न अन्तर्गत 2 वा 2 भन्दा बढी टिप्पणीहरू सोध्न सकिनेछन्। 9 नम्बरमा रहेको छ परीक्षामा सोधिने प्रश्न अङ्क र अङ्क भार यथासम्भव सम्बन्धित प्रश्न विषयमा दिए अनुसार हुनेछन्।
तपाईले चाहिँ विभिन्न यो नियमहरू पढ्नु होला र यहाँ लेखेको छ 15 मा पाठ्यक्रम लागू हुने मिति चाहिँ 2081 12 महिना 26 गते आजदेखि यो पाठ्यक्रम लागू छ त्यही भनेको छ। यहाँ लेखेको छ प्रथम पत्र सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापन तथा सेवा सम्बन्धी ज्ञान। सामान्य ज्ञान र सार्वजनिक खण्ड ए 2 अङ्कको हुनेछन् र 20 मार्कको जम्मा चाहिँ सोधिनेछन्। र 1 नम्बरको सामान्य ज्ञानबाट जम्मा चाहिँ 10 वटा क्वेशन सोधिनेछन्। त्यसरी खण्ड बी सार्वजनिक व्यवस्थापनबाट, त्यस्तै गरी सेवा सम्बन्धी यसबाट जम्मा चाहिँ 30 वटा प्रश्न सोधिनेछन्, 60 अङ्क हुनेछन्। यहाँ लेखेको छ 1 नम्बरमा पशु पंक्षी तथा मत्स्य सेवा सम्बन्धी ज्ञान र कानुन व्यवस्था, यिनीहरू अन्तर्गत विभिन्न ऐन कानुन नियमहरू छ, त्योबाट चाहिँ सोधिने। त्यसैगरी 2 नम्बर तपाईँ देख्न सक्नुहुन्छ आन्तरिक क्वेशन सोधिनेछन्। त्यस्तै गरी स्टक पोल्ट्री एन्ड डेयरी डेभलपमेन्ट लाइभ स्टक सम्बन्धी चाहिँ क्वेशन सोधिनेछन्। मत्स्य समूहबाट चाहिँ क्वेशन सोधिनेछन्। लेखेको छ प्रथम पत्रको प्रश्न संख्या तालिका। प्रथम पत्रबाट यथासम्भव निम्नानुसार प्रश्नहरू सोधिनेछन्। प्रथम पत्रमा चाहिँ ए वस्तुगत बहुवैकल्पिक प्रश्न 20 अङ्क भारको चाहिँ 10 वटा प्रश्न सोधिनेछ। त्यसरी सार्वजनिक व्यवस्थापन वस्तु बहुवैकल्पिक प्रश्न 20 वटा क्वेशन सोधिनेछन्। 10 मार्कको 10 वटा प्रश्न 2 मार्कको जम्मा 20 मार्क हुनेछन्। त्यसरी सेवा सम्बन्धी ज्ञान 60 मार्कको चाहिँ 30 वटा प्रश्न सोधिनेछन्। यो चाहिँ प्रथम पत्रमा सोधिनेछन् वस्तुगत बहुवैकल्पिक प्रश्नहरू। त्यस्तै गरी प्रथम पत्रको भाग 2 सेवा यथासम्भव निम्नानुसार प्रश्न सोधिनेछन्। 1 बाट वस्तुगत प्राविधिक विषय सेक्सन ए बाट 50 अङ्कको सोधिनेछन्। द्वितीय पत्रमा 1 नम्बर पशु पंक्षी तथा मत्स्य सेवा सम्बन्धी ज्ञान तथा कानुनी व्यवस्थाबाट चाहिँ 50 अङ्क भेटनरीबाट पनि सोधिनेछन्। त्यसपछि बाट चाहिँ 50 अङ्कको सोधिनेछन्। मत्स्यबाट सोधिनेछन्। त्यस्तै गरी द्वितीयको प्रश्न संख्या तालिका। द्वितीय पत्रमा चाहिँ एकाइ 1 बाट छोटो उत्तर 2 वटा सोधिनेछन्। एकाइ 2 बाट छोटो उत्तर 4 वटा, एकाइ 3 बाट 4 वटा, एकाइ 4 बाट 2 वटा छोटो प्रश्न चाहिँ सोधिनेछ। त्यस्तै लामो प्रश्न चाहिँ एकाइ 1 बाट एउटा, एकाइ 2 बाट एउटा, एकाइ 3 बाट एउटा, एकाइ 4 बाट एउटा सोधिनेछ। द्वितीय पत्रको प्रश्न संख्या तालिका हो। त्यस्तै गरी अन्तिम चरणमा चाहिँ कम्प्युटर सिप परीक्षण। 2 नम्बर अन्तिम चरण कम्प्युटर सिप परीक्षण विषय कम्प्युटर सिप परीक्षण कम्प्युटर स्किल टेस्टमा चाहिँ कम्प्युटर स्किल परीक्षणमा चाहिँ 10 पूर्णाङ्क सोधिनेछ भने विषयगत शीर्षक नेपाली टाइपिङ 2.5 अङ्कको 5 मिनटको समय हुनेछन्। इङ्ग्लिस टाइपिङ 2.5 अङ्कको चाहिँ 5 मिनट, वर्ड प्रोसेसिङ एमएस वर्ड 2.5 अङ्कको र इलेक्ट्रोनिक स्प्रेडसिट 2.5 अङ्कको, यी दुईटै मिलाएर चाहिँ 10 मिनट
मा चाहिँ यो सकाउनु पर्ने छ। त्यस्तै गरी यहाँ कन्टेन्टमा लेखेको छ कुन कुनबाट चाहिँ कति मार्कको सोधिनेछ त्यो भनेको चाहिँ यहाँ लेखेको छ। तपाईले चाहिँ स्क्रिनशट पढ्नु होला। साथीहरु पाठ्यक्रम कस्तो लाग्यो, राम्रो लाग्छ भने लाइक, च्यानललाई सब्स्क्राइब र शेयर गर्न नभुल्नु होला साथीहरु, किनभने यस्तै जानकारीहरु ल्याइराख्छु छु। त्यसैले साथीहरु च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। साथीहरु आजको भिडियो चाहिँ एन्ड गर्दा अर्को भिडियो लिएर आउने छु। बाइ।